ल हेलो गाइज वेलकम टु माई न्यू भिडियो। सो आज चाहिँ मैले कति हतारमा छु किनकि आज शनिबारको दिन हो अनि आज कलेज छुट्टी भएको छ अनि हाम्रो गाउँमा पनि अहिले श्रमदान दिने कार्यक्रम चल्दैछ। सो आज चाहिँ हाम्रो गाउँमा छ। म पनि अस्तिको शनिबार पनि गएको थिएँ। अस्तिको शनिबारको चाहिँ भिडियो बनाउनु पाइनँ किनकि म ढिलो गएको थिएँ। आज पनि ढिलो भइसक्यो किनकि घरमा काम लुगा सुगा धुँदा ओर्दा टाइम गइहाल्छ। सो आज पनि हाम्रो गाउँमै श्रमदान छ। सो आजको चाहिँ भिडियो लङ भिडियो हुनेछ अनि हामी चाहिँ भन्दा पनि म चाहिँ जान आँटेको छु श्रमदान दिन। ल आइपुग्यौँ भन्नाले म चाहिँ आइपुगेँ। पेस्ट पाइसक्यो लुकेट बेस अनि सबैजना जाँदै हुनुहुन्छ। के माट हाल्नुपर्ने हो फेरि काम आइहाल्यो छ नि। ल फेरि एकछिन काम गरियो र अलिअलि पुरपार गरेर लुकेट बेस अब पछाडि छ नि त अनि सबै फिनिसिङ गर्दै लग्नु पर्दैछ। अलिक ढिलो आयो भन्दा म चाहिँ ढिलो भयो किनकि आज वासिङ डे थियो मेरो। अब कलेजबाट बल्ल छुट्टी हुन्छ। लुगा पनि धुनु पऱ्यो, कोठा पनि सफा गर्नु पऱ्यो, खाजा गर्नुपर्छ अनि श्रम पनि दिनु पऱ्यो। यता चाहिँ मेरो आसेङ आसेङ हेलो भनिदिनु। अब एकछिन फेरि यो पनि पुग्नु पऱ्यो। ल अब चाहिँ यता चाहिँ यताबाट बाटो बनाउँदै जाँदैछौँ अनि हाम्रो गन्तव्य भनेको चाहिँ यहाँ छ ग्राउन्ड। हाम्रो गन्तव्य चाहिँ यतापट्टि ग्राउन्ड छ हो त्यहाँ हो किनकि ग्राउन्डमा चाहिँ अब वडा स्तरीय गेम हुन आँटेको छ अनि त्यही बनाउनको लागि भर्खर बनाएको हो ग्राउन्ड पनि। अहिले देखाउँछु अहिले चाहिँ ग्राउन्ड पुग्ने बाटो ए सट्टासँगले अब खाजा खाने बेला भयो भन्दै थियो सबैजना जाँदैछ होला। बाटो चाहिँ यही हो वडा स्तरीय हुने गेम हुने बाटो। त्यही भएर चाहिँ अब सबैजना मिलेर बनाउँदै गरेको हो। ल अब फेरि सघाउन जानुपर्ने भयो। सो यो चाहिँ हो ग्राउन्ड होइन। ए ल दाजु अब दाजुले बोलाउन थाल्नुभयो अनि यहाँबाट माटो ओसारेर अब खाल्टीतिर हेलो थ्याङ्क यू यता माटो ओसारेर अनि सबैतिर हाल्ने विचार छ। सबैजना खाजा खाँदा लिएको अनि यता दाजु पनि हुन्छ यहाँ तल यता छ सबै। अब सबैजना खाजा खाना गयो म पनि यता जानु परेको छु। ल बल्ल बल्ल माटो पनि सक्यो। यता मान्छे खै खतरा कस्तो लाग्दैछ। हाम्रो काकाजी काका खुसी यता हाम्रो के होइन बल्ल बल्ल माटो साटो सबै ओसारेर यतादेखि सबै माटो ल्याइसक्यो अनि सबै गलेर बस्यो। ल जाउँ काका तपाईँ र मै। ल अब चाहिँ माटो ओसार्दैछौँ। कता अरे चाहिँ यहाँ ल सो यो चाहिँ सबै आज सबै मान्छेले ओसारेको भन्दा नि हामी सबैजनाले ओसार श्रम गर्दा गलिएर थाकिसक्यो तर अनुहारमा खुसी चाहिँ छ मान्छेहरूको। सबै हाँसिरहेछ श्रम गरेर। तर मेरो चाहिँ ढाँड दुखो अझै। ल अब पुस 19 गते वडा नम्बर 4 को श्रमदान चाहिँ यहाँ सकिसकेको छ अनि सबैजना अहिले सबै काम सकेर गफ गर्नु हुँदैछ। म चाहिँ गलेँ पानी खान जान आँटेको छु पर मेरो दाजु भएको ठाउँमा। पर दाजु हुनुहुन्छ दाजु चाहिँ अवलोकन गर्नु बस्नुभएको किन। ल आजको श्रम सक्यो। ल अवलोकन गर्ने दाजु ल भनिदिनु ल दुई शब्द। सर्वप्रथम त यहाँ हाम्रो श्रम संस्कृति पार्टीको हाम्रो आजको अध्यक्ष नाम चाहिँ ठ्याक्कै थाहा भएन उहाँलाई विशेष धन्यवाद। हजुर उहाँको पलमा चाहिँ आज हाम्रो मिक्लाजुङ गाउँपालिका वार्ड नम्बर 4 सत्याको खेल मैदानमा ढुङ्गा टिप्ने र माटो मिलाउने काम सम्पन्न भएको छ र यहाँहरू सम्पूर्ण श्रम संस्कृति पार्टीको र एवं यहाँ हाम्रो गाउँका बुद्धिजीवीलाई एकमुष्ट मेरो तर्फबाट धन्यवाद र हाम्रो सशस्त्र क्लबको तर्फबाट पनि मरि धन्यवाद। यहाँ चाहिँ फुटबल ग्राउन्डको अध्यक्ष होइन के पो तपाईँ मेम्बर सदस्य फुटबल अब कडा तर अलिक उयो भयो के नेतातिर भयो कि अलिक फेरि त्यो टेक्निकल भयो राम्रो भन्नुपर्छ। हजुर कसलाई भाइहरूले खाने भनेर चाडा ल भेस लिन जानुपर्ने भयो।
अर्को टी सर्ट स्पोन्सर गर्ने गोपाल लिम्बू हुनुहुन्छ, उहाँले 30 वटा टी सर्ट लाखे त्यो भन्नु पर्दैन अहिले है। अनि अर्को कुरा के हो भने महेश राईले पनि म यहाँ छु, यही छु त। यो आज हामी ग्राउन्डमा छौँ। यो ग्राउन्डमा चाहिँ केही भन्नुभयो 5 गतेदेखि पालिका स्तरीय फुटबल गेम भइरहेको छ। त्यसैको लागि पनि आज सरसफाइ कार्यक्रम थियो है। मिक्लाजुङकै मिक्लाजुङमै पहिलोपल्ट यो ठुलो धनराशिको यो गेम हुन लागेको छ। 1,50,000 बराबरीको गेम हुन लागिरहेको छ। त्यो भएको भएर पनि हामीले आज यो सरसफाइमा जुटेका छौँ। धन्यवाद छ सम्पूर्णलाई। हामी आउने शनिबारको लागि अर्को श्रमदान, यो अर्को शनिबार सानो ढाडे हुँदै पञ्चमी छिर्छौँ। सम्भव भयो भने यता के अरे गोदाम चोक तलतिर झर्छौँ। कति टाइम हुन्छ हामीसँग? आज पनि उपस्थिति राम्रो हो, लगभग 40-50 जनाको उपस्थिति छ। अर्कोचोटि 100 जना हुनुपर्छ र भन्दै म पदम साहेबलाई आफ्नो थोरै भनाइ। पहिलो श्रमदाता हो धन्यवाद। हाम्रो श्रम संस्कृति पार्टीको आज दोस्रो पल्टको श्रम संस्कृति पार्टी हामी निरन्तरता दिँदै आज मिल हाम्रो सफियाको पुरानो मिलदेखि हुँदै ग्राउन्डसम्म सरसफाइ कार्यक्रम गर्दै आइरहेछौँ। पहिलो समाधान हामीले ढुङ्केबाट सुचारू गरौँ। दोस्रो श्रमदान अब सफियाको सिरान पुच्छार मिलदेखि सफाइ गर्दै हामी ग्राउन्डसम्म आइपुगेका छौँ। र यसरी नै सम्पूर्ण मेरा गाउँका मित्र साथीभाइ दर दाजुभाइहरूलाई के भन्न चाहन्छु भने श्रम गर्नुपर्छ। अब हामीले श्रम नगरी केही नहुने, असम्भव केही कुरा नहुने रहेछ भन्ने कुरा अलिकति आफ्नो दिमागमा लिएर पनि सबै श्रममा जुटिदिनु हुन भन्ने मेरो विनम्र अनुरोध छ। र अर्को कुरा, हामीले श्रम नगरिकन केही नहुने रहेछ भन्ने कुरा पनि हामीलाई स्पष्ट भइसक्यो। अब तपाईँ हामी अब यो पार्टी त्यो पार्टी, म फल्ना पार्टी यो पार्टी भनेर चाहिँ कदापि श्रममा निक्लिएर पनि तपाईँहरूले श्रम गरिदिनु हुन विनम्र अनुरोध छ। तपाईँहरूको मत ठाउँमा छ, तर आफ्नो गाउँ आफै बनाऊ भन्ने एउटा उद्देश्य लिएर सबै जागिदिन हुन मेरो विनम्र अनुरोध छ। र अब आउने तेस्रो श्रमदान भनेको हामी सानो ढाडेको पुच्छारबाट सुचारू गरेर पञ्चमी सिमसार हुँदै हाम्रो टाइम कति भ्याउँछ भ्याएसम्म हामीले गर्नेछौँ। 2-3 घन्टासम्म हामीले गर्नेछौँ। र साथीहरूलाई के भन्न चाहन्छु भने सम्पूर्ण श्रममा तपाईँहरूले फोकस गरिदिनु हुन पनि म विनम्र अनुरोध गर्दछु। र मेरो सम्पूर्ण साथीभाइ इष्टमित्र दाजुभाइ होइन, वल्लो गाउँ पल्लो गाउँ, म त्यो पार्टी यो पार्टी, म त त्यो श्रमदानमा गएँ भने मलाई त्यो फल्ना पार्टीले मलाई देख्छ, भोलि मलाई पार्टीले नराम्रो गर्छ, त त्यो पार्टी त्यहाँ श्रम गर्न गएछस् भन्ने खालको भावना बिल्कुल नलिदिनु हुन म विनम्र अनुरोध गर्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। हस्त धन्यवाद। सो आजको श्रम चाहिँ सकिएको छ। अनि आजको श्रम लगभग हामीले 10 बजीदेखि लगभग 2:30 बजीसम्म गरौँ होला। त्यही भएर आजको श्रम चाहिँ अलिकति धेरै लामो पनि भयो अनि उपस्थितिहरू पनि धेरै हुनुभयो। त्यही भएर चाहिँ रमाइलो पनि भयो, अरूसँग चिनजान पनि भयो। त्यही भएर चाहिँ खुसी पनि लागिरहेको थियो। अनि अरू भन्दा नि श्रम गर्ने मान्छे कति धेरैजना हुनुहुन्थ्यो होइन। अनि लगभग सबैको अनुहारमा हाँसो रमाइलो खुसी थियो, किनकि केही कुरा राम्रो हुँदै जाँदैछ भनेर सबैजना खुसी हुनुहुन्थ्यो। अनि हामीले चाहिँ आज बाटो पनि बनायौँ, त्यसपछि ग्राउन्डमा अलिकति खाल्टाखुल्टीहरू पुर्यौँ, किनकि त्यहाँ ग्राउन्डमा चाहिँ अब हाम्रो वडा स्तरीयको गेम हुन आँटेको छ। अब यही माघ 5 गतेदेखि चाहिँ वडा स्तरीय गेम हुन्छ भनेर कुरा आइरहेको छ। त्यही भएर चाहिँ त्यहाँ चाहिँ हामीले अलिकति ध्यान दिएको, किनकि अब वडा स्तरीय गेम भनेको त ठुलो गेम हो अनि हाम्रो गाउँको इज्जतको पनि सवाल हुन्छ। त्यही भएर चाहिँ त्यसलाई अझ जति सक्दो राम्रो बनाउने अनि त्यहाँ अझै रोला हार्ने कुरा चल्दैछ। अब हेरौँ त्यहाँ के हुन्छ होइन। अनि अब वडा स्तरीय गेम भनेको त ठुलो गेम भन्ने त्यो हो नि त, कस्तो घाँटाहरू क्या। त्यही भएर अनि सो आजको श्रम चाहिँ हामीले त्यहाँ दियौँ। अनि सो आज अब अर्को हप्ताको श्रम चाहिँ भन्ने अर्को पल्लो गाउँमा हुन्छ भन्ने कुरा आइरहेछ, सानो ढाडे। त्यसपछि तल बाटो बनाएर त्यसपछि हाम्रो पर्यटक स्थल, हाम्रो वडा नम्बर 4 को पर्यटक स्थल त्यही माथि छ, हो त्यहाँसम्म पुग्ने भन्ने कुरा आइरहेछ। अब अर्को श्रमदान चाहिँ
अर्को शनिबार हुन्छ अनि सो म जान्छु जाँदैन त्यो चाहिँ फिक्स छैन किनकि मेरो एक्जाम अब यही मङ्गलबारदेखि छ त्यही भएर फिक्स छैन सो अब के हुन्छ मलाई थाहा छैन सो आजको श्रम चाहिँ राम्रो गयो अब अर्को आउँदै जाने श्रम पनि राम्रो होस् भन्ने चाहन्छु अनि सो आजको भिडियो चाहिँ यति नै हजुरहरूलाई मन पर्यो भने लाइक सब्सक्राइब गरिदिनु होला अनि जति सक्दो सेयर गर्नु अनि हजुरहरू पनि श्रममा लाग्नु किनकि यो भनेको आफ्नै देश आफ्नै ठाउँ गाउँको राम्रोको लागि हो त्यही भएर यो चाहिँ राम्रो काम हो सो त्यही भएर हजुरहरू पनि गर्नुहोस् भन्ने मोटिभेट गर्छु